पकाउनु भएको यो गाउँले नमस्कार। तपाईले मिस पनि गर्नु भएको होला। घरको आँगनमा आगो बालेर बोकाको भुटुवा खानुको मज्जा। आज म तपाईलाई बोकाको भुटुवाको स्वाद चखाउँछु है त। ल हेर्नुस्, हामीसँग बोकाको मासु र आन्द्रा भुडी काटकुट गरेर तयार छ। अनि टमाटर पनि अलिकति चाहियो। अदुवा र लसुन पनि तयार छ। यो मसला एकछिन पकाउँदै हुनुहुन्छ हाम्रो उरामे अङ्कलले। आगो मजाले बलेकै छ। यसलाई हामीले मजाले पकाउनु पर्छ है त। अब अलिकति बेसार पनि राखौ। बेला बेलामा दाउरा पनि मिलाउनु पर्छ। आगो त बाल्नु पर्छ नि। ल हेर्नुस्, आगो मजाले बलिरहेको छ। पिधा लाग्न सक्छ, त्यसैले चलाइरहनु पर्छ। अब चाहिँ मासु राखौ। यो मजाले चलाउनु पर्छ। अब हेर्नुस् त कस्तो मजाले पाकिरहेको छ। अब यसको स्वाद बाहिर आउन थालिसक्यो। भ्याक्सिन छोपौ। फेरि यसले चलाऊ। अब हाम्रो खसीको भुटुवा तयार भइसक्यो। यो पकाउँदा गफ गरेर साथ दिने जीवन पाण्डे अङ्कल चाख्दै हुनुहुन्छ। कस्तो छ अङ्कल भुटुवा? कति दिनुहुन्छ तपाईहरुले? मिठाई होला, भात खाइसकियो के त्यही पनि खान पर्यो। जात रहेछ। होइन, मान्छे त सानै छ, बिखै हो कि। अरू कहाँ बुढोमाल कहाँ हो तपाईँको? नेउ पानी हुन् किन त अर्मिन मान पानी हो क्या म यो उहाँले पकाउनु भएको यो गाउँले बाबा हुन्छ। यो रगतै रुचाइन्छ। यसमा खासै अब कुल पूजाको भएर यसमा रगत भएन। यहाँ बोले तपाईँलाई अमेरिका हेर्छन्, जताततै लन्डनतिर पनि जान्छ, युकेतिर। तपाईलाई त सबै चिनिराख्नु भयो, गाताराम भनेर सबै चिन्नु दिउँडा छ कि नै? ब्याउनी हो कि दुहुनी हो? अहिले दुहुनु लैन यो भयो। मैले त यो चाख्दा चाख्दै अगाउँछु, पछि भात खाने बेला गाह्रो। अहिले नुन चाख्न दिनुभएको थियो, चाखिनँ मैले त। यही चालले त भ्याउँछु म। होइन भयो, जाति बिति मिठो छ। हाम्रै जति पनि छ यिनलाई चिन्नु भएको छ। यही कहाँ हुनु चिन्दैन यो तुर्नु पर्छ कि भोलि राख्नु हुँदैन नि त। होइन